राहु राहु भनेको 4 नम्बर। राहु जहिले पनि खोजी गर्ने अनुसन्धान गर्ने क्षेत्रको नम्बर हो र यो 2026 भनेको सूर्यको नम्बर। सूर्य भनेको 1 नम्बर हो। 1 नम्बर भनेको सूर्य हो। सूर्यले जहिले पनि आत्मा हेर्छ। राहुले जहिले पनि रहस्य हेर्छ। राहुले जहिले पनि खोजी नीति अनुसन्धान हेर्छ। र यो वर्ष यद्यपि तपाईहरूको जन्म 4 गते, 13 गते, 22 गते र 31 गते हुन आउँछ भने तपाईमा चाहिँ 4 नम्बर तपाईको मूलाङ्क हो। 4 मूलाङ्क भएका व्यक्तिहरूको लागि 2026 शुभ रहेको छ, राम्रो रहेको छ। नयाँ खोजी गर्ने, अनुसन्धान गर्ने तपाईलाई अवसर प्राप्त हुन सक्छ। तपाईले पुरानो केही तपाईका अधुरा कर्महरू 2026 मा ती कर्महरू पूरा गर्ने योग बनेको छ। तर राहुले अलिकति सूर्य र राहुको युक्तिलाई चाहिँ त्यति राम्रो अङ्कगणितको हिसाबमा त्यति राम्रो मानिदैन। किन भन्दाखेरि सूर्य भनेको राजा र राहु भनेको गुप्त आचार्यको योग बन्छ र यतिखेरको समयमा अलिकति सुरक्षा संयन्त्रहरू अथवा गुप्त क्षेत्रका जस्तै कुराहरू चाहिँ बिग्रिने सम्भावना हुन्छ। त्यसैले यो वर्ष तपाईले सावधानी अपनाउनु पर्ने भनेको तपाईले केही काम गर्नु छ भने त्यसको अगाडि नै तपाईले व्याख्या गरिदिनु भने त्यो काम तपाईको बिग्रिन सक्छ। तपाईहरु माथि चाहिँ गोप्य शत्रुहरू लाग्न सक्छन्। गोप्य शत्रुले चाहिँ दुःख दिन सक्छन्। यसबाट सावधान रहनु होला। अरु समग्र 2026 मा तपाईको लागि उन्नतिदायक, प्रगतिदायक, अनुसन्धानदायक, शिक्षादायक र रहस्यदायक वर्ष रहनेछ। यो वर्ष अझै सुधार गराउनको लागि ओम राम राहवे नमः मन्त्रको जप गर्ने, शनिबारको दिन कुकुरलाई अथवा अनाथ प्राणीहरूलाई केही खानेकुराहरू खुवाउने, ओम राम राहवे नमः मन्त्रको जप गराएर गोमे धारण गर्ने गरेर अगाडि बढ्नु हो भने तपाईहरुको 2026 एकदमै शुभ रहनेछ। 2026 ले यहाँको घर, परिवार, सम्बन्ध, व्यापार, व्यवसाय सबै क्षेत्रमा राम्रो अवसर प्रदान गरोस्, शुभ भूमिका खोलोस्। 2026 को यहाँहरूलाई शुभकामना।